छोडिदिन्छ क्या केटा। यो एकेन्द्र भाटको कहानी सुन्यौ तिमीहरूले है, 4 वर्षको लभ म्यारिज है, त्यसपछि बुढीको लागि आफ्नो फ्युचर राम्रो हुन्छ भने सोचेर अमेरिका पठाएको है, फुल आफ्नै लगानीमा अमेरिका पठाएको, पढ्नको लागि है ट्युसन फिस सबै घरबाट हेरिदिएर लास्ट टाइम उहाँ गएर अहिले चाहिँ सम्पर्कविहीन पाकिस्तानीको नाठोसँग चाहिँ नि पर सम्बन्ध राखेर उति लिभिङमा बसिरहेको छिन् रे है, फोन कन्ट्याक्ट केही छैन अरे होइन, मेरो भिजा कसरी लिन सक्छ अहिले भनेर आज धम्काउँदिन रे भन्दा पहिला अहिले त कन्ट्याक्ट बिन अहिले सबै ठाउँबाट ब्लक सबै खतम है। अनि यो मेन रोल खेल्ने चाहिँ उनको बाउ छन् रे, केटीको बुवा छन् रे है, अझै त्यो केटालाई चाहिँ बरु कति पैसा चाहिन्छ तैँले डिभोर्स गरेको कति पैसा लिन्छस् भनेर पैसाको धम्की दिन्छन् रे। साँच्चै कस्तो नैतिकतावाला भाउ रहेछन् कि मान्छेलाई पैसाले यस्तो पापी यस्तो पागल यस्तो हुन्छ नि, मानव हुन्छ नि, एउटा हुन्छ नि इमेज एउटा इज्जत केही मर्यादै राख्दैन क्या पैसाले, यतिसम्म मान्छेलाई गिर्न बाध्य बनाउँछ क्या। एउटा छोरीको वैवाहिक एउटा घरमा बाँधिसकेको छोरीको लागि छोरीलाई हुन्छ नि त्यही पनि प्रेम सम्बन्धमा बाँधिसकेको घर परिवारले फुल सपोर्ट गरेर पठाएको, कि त सपोर्ट नगरे भए पनि छोरी तँलाई दुःख भयो अर्को ठाउँमा जा भनेर सोचिन्छ, फुल फ्यामिलीले सपोर्ट गरेर उसलाई अमेरिका पठाएको, फ्युचर राम्रो होस् हुन्छ नि, मेरो फ्युचर राम्रो होस् भनेर केटाले पठाएको, अहिले आएर यस्तो हालत। नट ओन्ली केटा नट ओन्ली केटी होइन, यहाँ जसले पनि गरिदिन सक्छ क्या। त्यसैले लाइफमा हुन्छ नि म त्यसलाई पठाउँछु त्यसलाई अगाडि पठाउँछु अनि ऊ त्यहाँ म्यानेजमेन्ट गर्छ, त्यो दिनसम्म म यहाँ बस्छु अनि पछि चाहिँ उसको पछि लाएर म जान्छु भनेर जुन हुन्छ नि आइडिया माइन्ड कसो बनाउँछौ नि तिमीहरूले छोडिदेऊ क्या। जिन्दगीमा आफै स्ट्रगल गर, आफै गर, जे गर्छौ बरु थोरै बना, जस्तो सुकै लेभलमा पुग तर आफैले गर क्या, ताकि कि तिमी भोलि बिहान त्यो मान्छेले तिमीलाई छोडेर गए पनि तिमी चाहिँ उभिन सक्नु पऱ्यो क्या, तिमी चाहिँ सहाराहीन हुनु भएन क्या। बरु आफ्नो लागि खर्च आफैले गर, अरूको लागि चाहिँ नगर भन्छु क्या म है। त्यसैले चाहिँ त्यही त नि, यस्तै हो माया प्रेम सम्बन्ध, छोडिदिउँ, कसैको विश्वास गर्नु छैन। अब यिनी मात्र होइन भर्खर